तपाईँलाई यहाँको एस टर्निङ देखाउँछु हेर्नु गाइज ल यहाँको टर्निङ यस्तो खतरा छ है ल्याएर नि खतरा टर्निङ ल हेर्नु ल यहाँबाट यस्तो पुरै छेउ लिएर होइन पुरै छेउ लिएर यस्तो टर्निङ हान्नुपर्छ यहाँनिर हान्ने बित्तिकै फेरि अर्को टर्निङ आउँछ क्या ल हेर्नु त यहाँ कम्ता गाह्रो हुन्छ पाहाडको बाटोतिर चलाउनु त यहाँ पाहाडमा फेरि मान्छेहरू आफै इन्जिनियर हुन्छ क्या बाटोहरू आफै बनाइदिन्छन् क्या मान्छेले इन्जिनियर त आफै हो होइन बाहिरबाट किनेर ल्याएको इन्जिनियरले पैसा तिरेर ल्याउनु पर्छ यहाँ आफै इन्जिनियर भएर गाउँको बाटो ल्याएर कस्तो उकालो छ ल हेर्नु खतरा उकालो यहाँनिर तपाईँको एकदम सेफ गरेर चलाउनु पर्छ फेरि उकालो छ फेरि उकालो छ फेरि टर्निङ ल हेर्नु पुरै पुरै गाडी त पुरै कुल्टेछ क्या पुरै ठाडै उकालो फेरि हेर्नु पाहाडतिर बाटो यस्तो हुन्छ क्या खतरा ल हेर्नु सिनहरू नि सिन ओ गाइज ल हेर्नु त सिन कति खतरा छ सो फाइनली गाइज हामी चाहिँ एकदम डाँडोमा आइसक्यो म चाहिँ अहिले ल हेर्नु 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 मुस्ताङ ओभरल्यान्डको साइड मिरर पनि हल्का स्क्र्याच भइरहेछ है अनि अगाडिको एन्टिना नि एन्टिना लिन्टिङ लिन्टिङ हल्ले छ पुतली फेरि ट्याक्क दिएको छ नि त गाडी फेरि वान राख्छु नि त मैले होइन सो गाइज फाइनली तपाईँहरूलाई म धेरै समयपछि मेरो भ्लग आउँदैछु होइन चाहिँ ठ्याक्कै डाँडामा आइपुग्नुको यहाँ चाहिँ खतरा हुसु लाग्छ है तपाईँको खतरा हुसु देउँछ तपाईँलाई म हेर्नु त ऊ अगाडि बाटै देखिन्न ल हेर्नु होइन भारी डाँडामा लास्ट हुसु देखिएछ है अहिलेलाई चाहिँ यति नै बाटो चाहिँ क्या बपाल छ नि त फेरि होइन ल हेर्नु यो बाटो यस्तो क्लिन छ सबै ठाउँमा पिच छ होइन बबाल दामी बाटोमा चाहिँ म जाँदैछु होइन तपाईँहरूलाई सबै देखाउँछु होइन यहाँको बाटो कस्तो छ सबैजनालाई करिडोरको बाटो कस्तो छ लागिरहेको हुन्छ होइन अब यता हिँडिरहेको हुन्छ लङ टुर गर्ने मान्छेहरूलाई त्यो बाटो कस्तो छ भन्ने लागिरहेको होला होइन तर यो बाटो चाहिँ बबाल राम्रो छ क्लिन छ होइन पिच छ सबै ठाउँमा बाटो छ तपाईँले हेर्न सक्नुहुन्छ होइन मैले भिडियोद्वारा तपाईँहरूलाई देखाइरहेको छु यस्तै छ बाटो सबै ठाउँमा क्लिन छ क्या केही गर्नु पर्दैन खतरा क्लिन छ बाटो खमारु खोला आयो होइन म चाहिँ यो बाटो अस्ति हप्ता पनि हिँडेको थिएँ होइन तपाईँको अस्ति हप्ता नि भोग्रेफाटा म अहिले भोग्रेफाटा आइपुग्यो ठ्याक्कै यो भोग्रेफाट बजार हो यहाँनिर गाउँको केरा छ यहाँनिर तपाईँको है अर्ग्यानिक कुराहरू पाइन्छ क्या यहाँनिर ल हेर्नु मान्छे बाटोमा निक्लिनु भयो कहाँ जानु भएको निक्लिनु भयो होइन यहाँ चाहिँ बबाल अर्ग्यानिक कुराहरू सबै अर्ग्यानिक पाइन्छ क्या यहाँनिर खानेकुराहरू देखेर तपाईँ लिएर सबै कुरा अर्ग्यानिक पाइन्छ हेर्नु कुखुराले बाटो तल्लै कुखुराले बाटो गाडी चाहिँ यो ठाउँमा यो बाटोमा फेरि तपाईँको होइन कुखुरा र कुकुर अनि यो गाईबस्तु बाटैभरि हुन्छ क्या बाटै दौडिरहेको हुन्छ होइन त्यहाँबाट आफूले अलिक विचार गर्नुपर्छ बाटोहरू अगाडि टर्निङ छ होइन पिच त तपाईँको लगभग सबै पिचै हो होइन त्यो तपाईँहरूको अलिक टर्निङ बढी छ हेर्नु न फिक्क घुम्छ है ओ ल हेर्नु त टर्निङ कस्तो छ ल हेर्नु यहाँ हेर्नु कुकुर मैले भनेको थिएँ तपाईँलाई ऊ त्यहाँ कुकुर हिँडिरहेको छ ल हेर्नु कुकुर ल यहाँ कुकुर हिँडिरहेको छ बाटै कुकुर हिँड्छ क्या मान्छेले के ल्याउनु भएको छ यहाँ यो चाहिँ तपाईँको कालीगण्डकी कोरिडोर यो चाहिँ तपाईँको गैँडाकोटबाट होइन गैँडाकोट खत्री फिट चोकबाट तपाईँको यस्तै बाटो छ सबै पिच हो क्या पिलिलिलिलि तपाईँको पुरै पिच छ जङ्गलको बाटो हो होइन अनि तपाईँहरूले यहाँनिर चाहिँ गाडीहरू बिग्रियो भने अलि सुविधा छ यहाँनिर अब खास चाहिँ छैन ग्यारेजहरू छैन यो चाहिँ गैँडाकोटबाटै नै होइन मगाउनु पर्छ कि चितवनबाट मिस्त्रीहरू मगाएर गाडी बनाउनु पर्छ यहाँ पाहाडको बाटो यस्तो बबाल छ आनन्द क्या यहाँनिर तपाईँ गर्मी छल्नको तपाईँ यहाँ आयो भने एकदम राम्रो हुन्छ क्या है गर्मीहरू छल्नको लागि यहाँ त तलतिर लास्टै गर्मी छ यहाँ हेर्नु हावा चलेको अब हेर्नु यस्तो खतरा हावा चलेको फेरि हावा है तपाईँलाई म यो हावाको पनि देखाउँछु बेग देखाउँछु हेर्नु यहाँ हावा चलेको यहाँ तपाईँको त्यहाँनिर मैले हेर्नु कति हावा चलिरहेको छ क्या
फर गरेर पुरै रुखहरू पातहरू हल्लेछ है। यस्तो खतरा ठाउँ हो क्या। अब यो चाहिँ मुस्ताङ ओभरल्यान्ड गाडी चाहिँ आज प्यासेन्जर लिन जाँदैछ होइन। तपाईँको अझै रिसिङ जाने हो, रिसिङ जाने हो। पहिरो ग्रसित क्षेत्र रे ल यहाँनिर पहिरो ग्रसित क्षेत्रमा आइपुग्यो हामी। यहाँनिर चाहिँ अलिअलि पहिरो पनि झर्छ क्या। पाहाडको बाटो हो, उकालो ओह्रालो होइन, सबै कुरा हुन्छ त्यहाँ झर्छ होइन। सो गाई चाहिँ अब कुहिरो हल्का हल्का कुहिरो लागिरहेछ, कुहिरोतिर नै आइरहेको छु म। बाटो त जता हेऱ्यो त्यस्तै पिच हो क्या, लिल्ली छ पिच पनि। केही गर्नु पर्दैन, गाडी सरर जान्छ। मासतिर दामी सुलाइरहेछ है। तपाईँहरूलाई मासतिर हुसु पनि देखाउँछ नि त सुगाइछ अहिलेको लागि। हस् त नमस्ते ल। खतरा भ्यू आइरहेछ, खतरा भ्यू आइरहेछ, खतरा। यहाँनिर तपाईँ एउटा खतरा टर्निङ देखाउँछु कि म। यस्तो घुमेछ यो टर्निङ है तपाईँको फुइँ घुमेर हेर्नु है त। यहाँबाट यस्तो माथिबाट ट्रक आइरहेछ, ट्रक आइरहेछ ल हेर्नु। खतरा खतरा यस्तो टर्निङ छ ल हेर्नु, हेर्नु। ओ फेरि टर्निङ स्वाट घुमाउनु बित्तिकै फेरि स्वाट टर्निङ आउँछ ल हेर्नु त। ए मेरो हर्न चाहिँ अलिक पानीले टक्क बिग्रिएछ क्या, त्यही भएर राम्रो क्लियर हर्न आयो क्या। यस्तो आउनु पर्ने हो, राम्रो आएन। यहाँनिर चाहिँ तपाईँको माथि एउटा पहिरो आउँछ क्या। यहाँनिर चाहिँ ठ्याक्कै हेर्नु ती यत्रो पहिरो माथिबाट यस्तो खतरा ढुङ्गाहरू झर्छ नि यहाँनिर है। एकदम बचेर हिँड्नुपर्छ क्या, कहाँतिर बाटो हो यस्तो खतरा ढुङ्गा झर्छ यहाँनिर। बर्खामा तपाईँको यहाँनिर एकदम पहिरो झर्छ क्या, माथिबाट ढुङ्गा झर्छ होइन। पानीको बर्सात पानी परेको बेलामा त्यो बाटो हिँड्न अलिक गाह्रो छ, कठिनाइ पनि छ। यहाँनिर ढुङ्गाहरू माथि पहिरोहरू झर्छ होइन। अब अस्ति नै तपाईँको यहाँनिर सबै ढुङ्गाहरू पहिरोहरू थियो नि, यहाँ माटोहरू थुप्रो थियो। अहिले चाहिँ पुरै फालेर क्लिन बाटो चाहिँ राम्रो छ होइन। तपाईँ दिउँसो यात्रा गर्नु लागि राम्रो छ, तर राति चाहिँ अलिकति यहाँनिर असुविधा छ है। राति अब तपाईँहरू गाडी साडी बिग्रियो भने गाह्रो हुन्छ, अरू मान्छेहरू हिँडेको हुँदैन होइन, त्यो समस्या पर्न सकिन्छ। त्यो हुँदाले तपाईँहरू दिउँसो राति चाहिँ यात्रा नगर्दै हुन्छ यो बाटो। यहाँनिर बाटो खतरा छ क्या, यहाँनिर बुझ्छु। यहाँनिर सरस अब हामी चाहिँ यहाँबाट लगभग तपाईँको म चाहिँ 25 किलोमिटर उल्टा यहाँनिर समाधान पहिरो ग्रसित क्षेत्र भनेको छैन। ढुङ्गाहरू झरिरहेछ माथिबाट, तपाईँहरू देख्न सक्नुहुन्छ। त कस्तो खतरा उकालो छ यहाँनिर, कति खतरा उकालो छ भने ओह्रालो सट्टै झरेर फेरि टर्न गर्नुपर्छ क्या होइन। पाहाडतिर नचलाएको मान्छेहरू यहाँ चलाउनु चाहिँ अलिक गाह्रै हुन्छ है। यो बाटोमा चाहिँ एकदम घुम्ती छ फेरि, बमेट नआउने मान्छेलाई बमेट आउँछ है। यस्तो खतरा होइन। एकदम भिडियो भाजुलाई हेर्नु, यहाँनिर सर गएर ल टर्निङ छ यहाँ, यस्तो टर्निङ छ नि यहाँ, पुरै यास टर्निङ छ क्या पुरै। ल गाडी त पुरै मोडेर सर्लक्कै पल्टिन्छ गाडी ल्याएर ती। ठ्याक्कै तरङ्गे खोलामा आइपुग्यो है। यहाँनिर नि ठुलो पाहाड छ पहिरोको बिचको है। यहाँनिर चाहिँ अहिले गाडीहरू पुरै यस्तो गर्दैछ, बाटो यस्तो छ, बनाएको छैन। यो चाहिँ पिच गर्ने होला सायद, अब उतातिर अगाडि खोलामा पुल बनिरहेछ होइन। यहाँनिर चाहिँ पहिला एकदम सानो गाडीहरू चढ्न नसकेर एकदम गाह्रो हुन्थ्यो है। अहिले चाहिँ तपाईँको बाटो अलि राम्रो बनाइदिएछ, डाउन गर्दैछ, बाटो पनि फराएको छ। बर्खामा चाहिँ यहाँ लास्टै तपाईँको पहिरो झर्छ, कहिलेकाहीँ गाडीहरू नि यहीँ पल्टिन्छ होइन, उक्लिन नसकेर। अफरोडमा एकदम गाह्रो हुन्छ नि यहाँ, त्यो अफरोड चाहिँ हेर्नु पुरै अफरोड हो। अहिले चाहिँ अहिले ओह्रालो भएर अलिक केही विशेष छ, यहाँनिर डाउन गरिदिएर गाडी सानो गाडीहरू पनि चढ्न सक्ने बनाइदिएको छ होइन। हेर्नु त यताबाट त्यहाँनिर पुल हालिरहेछ। यहाँको माटोहरू पहिला साँगुरो थियो बाटो, अहिले एकदम ठुलो बनाइदिएछ, फराक छ बाटो। पिच गऱ्यो भने त अझै राम्रो हुन्छ यो बाटो होइन। अब त्यहाँ अहिले पुल पनि बनिरहेछ, पुल बनिसकेपछि पिच हुन्छ होला सायद यो बाटो है। ल्याएर माथि ढुङ्गा झर्दैन, यत्रो ढुङ्गा झर्छ अनि गाह्रो हुन्छ क्या यो बाटो त, यात्रा गर्न त लास्टै यो बाटो त। हेर्नु
चाहिँ क्या हो हेर्नु बाटोहरू बन्दैछ यहाँनिर चाहिँ बाटो रिपेयर गर्दैछ क्या फराक बनाउँदैछ नाली साली बनाउँदैछ खोलाहरूमा है यहाँ चाहिँ यो पानीहरू खोलामा फाल्ने हो कि बाटोमा फेरि हिँडेर घाङ हुन्छ नि त त्यही भएर अनि खोइ बाटो कताबाट हो तलबाट नि छैन ल्याएर हेर्नु त बाटो यहाँ यस्तो बनाएर के गरेको यो त्यहाँ त पुरै डोजरले काम गरिरहेछ है बाटो यहाँ थियो तलबाट अहिले चाहिँ ऊ छ बाटो क्या के गरिरहेछ यार काम त बाटो त दिनु पर्यो नि होइन हेर्नु त त्यहाँ काम गरिरहेछ हेर्नु सो गाइज नमस्ते वेलकम छ सन्तोष भ्लगमा तपाईँहरूलाई है आज चाहिँ म वहाँ जाँदैछु रिसिङ होइन तपाईँको कालीगढी गण्डकी करिडोर बाटो हुँदै डेढगाउँबाट चाहिँ फुलदरेर रिसिङ घिरिङ जाने बाटो जाँदैछु म चाहिँ उता होइन कस्टमर लिन प्यासेन्जर लिन जाँदैछु होइन सो फाइनली गाइस धेरै समयपछि मैले फेरि युट्युबमा भिडियोहरू अपलोड गर्न लागिरहेको छु होइन कारणवश होइन समय परिस्थिति अनुसार चाहिँ भिडियोहरू खासै अपलोड गरिरहेको छैनन् मैले होइन तपाईँहरूले देख्नु भइरहेछ अनि ल्याउनु गाडी चाहिँ मैले खतरा बनाइरहेको छु अहिले एकदम मान्छेहरूले पैसा तिरेपछि होइन राम्रो एकदम सफा चाहियो क्लिन चाहियो है गाडी पनि अलिक स्ट्यान्डर्ड राम्रो चाहियो भन्ने हुन्छ नि त सबैलाई होइन पैसा तिरेपछि अब सबैजनाले राम्रो महँगो होइन त्यो युज गर्ने त उहाँहरूको अब युज गर्न पाइयो नि होइन किन पैसा तिरेपछि राम्रो सेवा सुविधा भएको गाडी चाहियो राम्रो अलिक कम्फर्टेबल चाहियो भन्ने हुन्छ सबैजनालाई होइन अब यो स्कर्पियो चाहिँ एकदम तपाईँको होइन अफरोडको लागि नि एकदम राम्रो छ होइन तपाईँहरू जहाँ जान सक्नुहुन्छ क्या यो गाडी लिएर चाहिँ तपाईँको अब जस्तो पिजी जाँदा जाँदा हामीलाई अफरोड बाटो जान पर्यो होइन घुम्न जानु ओके रेडी होइन गाडी रेडी छ ड्राइभ रेडी छ ओके स्योर तपाईँहरू जान सक्नुहुन्छ भन्न सकिन्छ हामीले पनि होइन अहिले चाहिँ मैले यो र्याक्जिन तपाईँको यो र्याक्जिन हालेको छु है अहिले एकदम राम्रो छ गाडी कम्फर्टेबल बनाइरहेको छु मैले तपाईँको 5500मा मैले यो र्याक्जिन हालेँ है अनि सिटहरू पनि एकदम कम्फर्टेबल छ अब तपाईँहरूले देख्न सक्नुहुन्छ है किन हेर्नु त सिटहरू त पुरै कम्फर्टेबल छ नि त पछाडि पनि क्लिन छ सफा छ गाडी चाहिँ मलाई फेरि लास्टै सफा राख्न मन लाग्छ क्या होइन किनकि अब कस्टमरहरू चढ्ने हो होइन कोही कस्टमर कस्तो हुन्छ कोही कस्टमर कस्तो हुन्छ होइन बाइक गाडी त फोहोर रहेछ भन्नुहुन्छ भन्नुभयो नि त अनि आफूलाई पनि ओहो है आफ्नो चिज यस्तो फोहोर राख्न त भएन भन्ने हुन लाग्छ नि होइन त्यही भएर चाहिँ मैले गाडी चाहिँ क्लिन राख्छु क्या सफा राख्छु तपाईँको अब यहाँनिर चाहिँ अब अहिले ऊ गरिरहेछ क्या पहिरो पन्साइरहेछ यहाँनिर त्यही भएर यहाँनिर म वेट भएको छु यो तरङ्गी खोलामा तरङ्गी खोलामा चाहिँ पुल रेडी भएर पुल माथिबाट जाँदैछ पुल माथिबाट गाडी जान्छ होइन त्यो हुँदाखेरि यहाँनिर अहिले चाहिँ पुलनिर चाहिँ बाटो हल्का बनाउँदै हुँदो रहेछ केही भएको छैन एकछिन वेट गर्दा केही फरक पर्दैन होइन क्लिन भएपछि राम्रो भएपछि जान मिल्छ नि त त्यो भन्छु अहिले चाहिँ मैले गाडी एकदम बिचको सिट पनि मैले एकदम खतरा राम्रो र्याक्जिन हालेको छु होइन अगाडि पछाडि सबै अब मैले डिस्प्ले हाल्न लागिरहेको छु अब केही समयपछि मैले राम्रो खाले डिस्प्ले पनि हाल्छु सो गाइस हेर्नु होला भिडियो होइन म तपाईँहरूलाई आज चाहिँ म कहाँ जाँदैछु के गर्दैछु आज कहाँ गयो भन्ने हुन्छ नि होइन म चाहिँ जहाँ गएँ नि भिडियोहरू अपलोड गर्ने बानी छ क्या फेसबुक लगाएको सबै ठाउँमा भिडियो अपडेट गर्ने बानी छ अनि त्यसपछि तपाईँहरूलाई चाहिँ यो बाटो कस्तो छ यहाँनिर जान सकिन्छ सकिँदैन अफरोड बाटोहरू छ जस्तो तपाईँहरूको सानो कार छ होचो छ ग्राउन्ड क्लियरेन्स राम्रो छैन भने चाहिँ यो बाटो जान सकिन्छ कि सकिँदैन भन्नुहुन्छ भने मैले चाहिँ यो भिडियोहरू अपलोड गरिरहेको हुन्छु अपलोड म जहाँ गए पनि क्या होइन भिडियो अपलोड गरिरहन्छु त्यो हेर्न सक्नुहुन्छ तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ गाइज है लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो युट्युब च्यानललाई पनि ग्रो गरिदिनु होला सबले सपोर्ट गरिदिनु होला होइन ओके फाइनली गाइज नेक्स्ट टाइम भेटौँला फेरि बाटो छोडिदिनु पर्छ है मलाई जाँदैछु हेर्नु त ओ बिस्तारै 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 काम भइरहेको थियो नि होइन काम भइरहेको थियो अनि म चाहिँ जान भयो भनेर छोडिदिनु पर्छ ओ सेट बिस्तारै बिस्तारै अब छुनु पनि सक्छ फेरि होइन नभएर ओ नाचो 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 हो सेट खतरा नाचिदिरहेको यार खतरा नाचिदिरहेको क्या किनभने त्यहाँ बाटो भर्खर भएको छ नि त बनाउँदैछ नि त त्यही भएर हो क्या सबैजनाले वेट गर्नुभएको थियो
यो चाहिँ तरङ्गे खोलाको पुल हो। यो पुल चाहिँ निर्माण भइसक्यो, गाडी माथिबाट सर्र जान्छ अहिले। त्यही पनि अरू साइडहरू काम भइरहेछ होइन। उकालो आयो, उकालो आयो। माथिबाट बाइक रहेछ, यहाँ चाहिँ गेट डाउन गरेर 1 नम्बरमा हाल्नुपर्छ क्या, घर होइन। गाडी आउन सक्छ नि त होइन, हर्न मात्रै हिँड्नुपर्छ यो बाटोमा। फेरि एकदम छ नि त बाटो होइन, साँकुरो छ। ओ ल ल ल, खाली गाडी चढ्न गाह्रो हुन्छ कि फेरि यो उकालोमा। चढ्यो अब अगाडि लाग्दैछौँ होइन। कत्रो ढुङ्गा झरेछ, यहाँ ढुङ्गा पनि झरिहाल्छ क्या फेरि। खतरा हुसु लगाइरहेछ नि यहाँनिर, यो बाटोमा खतरा हुसु लाग्छ क्या बिहान त। तलतिर अब घाम लागिरह होइन। अब लगभग हामी ढाडबेसी समथिङ आइपुग्न लाग्यौँ होइन। म चाहिँ पुरै हुसु लाग्यो, बाटोमा केही देखेको छैन होइन। गाडी आउँछ कि यहीँनिर मात्रै हो क्या फेरि एकदम हुसु लाग्ने। अब उतातिर हल्का खाली छ फेरि, यहाँ आइसक्यो क्लिन हुँदै आइसक्यो। बाइक पनि उताबाट रब रेस आइरहेछ, ट्याक्क हर्न मार्दै होइन। सङ्केत त दिनु पऱ्यो नि आएको छ भनेर। अब हामी फेरि अफ रोड पहिरो छ। चाहिँ अहिले पहिरोहरू चाहिँ क्लिन गरेछ, गर्न सफा गरेछ, बाटो फरक गरेछ। बर्खामा त माथि स्वाट झर्छ क्या फेरि, डेन्जर छ नि। बाटो चाहिँ अहिले फरक गरेछ। हराउँदो रहेछ बाटो फरक गर्दैछ क्या, बाटो फालेर। अब 20 किलोमिटर 20 किलोमिटरमा चाहिँ म बुमलिङ टार पुग्छु। त्यहाँ हेर्नु 20 किलोमिटर बाँकी बुमलिङ टार पुग्न होइन। पुरा 20 मिनटमा पुगिन्छ भन्ने चाहिँ लाग्दैन है फेरि। त्यो चाहिँ नसोचिनु हुन्छ 20 किलोमिटर 20 मिनट। यहाँ त बाटो यस्तो डनी छ कि खै घुम्छ, यस्तो घुम्छ नि बाटो होइन। त्यही भएर एकदम गाह्रो, बिस्तारै हिँड्नुपर्छ यहाँनिर चाहिँ। सो फाइनली अहिले ठ्याक्कै ढाडबेसी आइयो। ल ठ्याक्कै म ढाडबेसी आइपुगेँ है। स्कुटीले पनि रफ्तार दिइरहेछ नि यत्र त। यो चाहिँ ढाडबेसी गाउँ। राम्रो छ नि यहाँनिर, एकदम सुन्दर छ। सबै कुराहरू अर्ग्यानिक पाइन्छ है। हेर्नु न, गाउँले जीवन भनेर के गर्ने, एकदम राम्रो छ नि। लगभग 15 किलोमिटर छ बुमलिङ टार पुग्नलाई है। त्यसपछि डेढ गाउँ पछि चाहिँ म पुल तरेर पारिपट्टि जानेछु है। सो फाइनल्ली म चाहिँ अहिले बुमलिङ टार लगभग आइपुग्न लागेँ। केही सेकेन्डमा म बुमलिङ टार पुग्छु है। तपाईँको गैँडाकोटबाट ठ्याक्कै 50 किलोमिटरको डिस्टेन्समा है। ठ्याक्कै 1 घन्टा लाग्यो क्या। ठ्याक्कै म 7:15 हिँडेको हो, ठ्याक्कै अहिले 8 8:15 लगभग हुन लाग्यो होइन। अब यो पहाड हेर्नु कति राम्रो छ। 0 किलोमिटर डेढ गाउँ 20 किलोमिटर, अब 20 किलोमिटर फेरि जानुपर्छ। अब यो बुमलिङ टार बजार हो।
प्याज त झिक्नै बिर्सेछ ल हेर्नु बुङलिङटार बजार है ठ्याक्कै बुङलिङटार बजारमा आइपुग्यो है देख्न सक्नुहुन्छ बुङलिङटार बजार अब चिया त खानु मन लागेको थियो है अब होइन जाने टाइम पनि ल 8 बज्यो है जानुपर्छ टाइममा पुग्नुपर्छ है फेरि खतरा टर्निङ आयो क्या फेरि खतरा टर्निङ छ पुरो यास टर्निङ छ खतरा यास होइन यान टर्निङ छ यान पुरै रिङ्न पर्छ पुरै यस्तो खतरा चाहिँ मान्छे पुरै यता र उता हो क्या ढल्किने ल्याएन त ओ सेट खोलिन्छ सो फाइनल गाई चाहिँ हामी चाहिँ अहिले ठ्याक्कै डेढ गाउँ आइपुग्यौँ होइन ओइ यो ल्याउ न छिटो छ डेढ गाउँ अकला मन्दिर आइपुग्यौँ ठ्याक्कै अहिले म चाहिँ है मुस्ताङ ओभरल्यान्ड आइपुग्यो अब यहाँ केही समयपछि चाहिँ म उता पारी लाग्नुपर्ने हुन्छ है अलि अगाडिबाट होला ल ट्याक्कै म चाहिँ यहाँ सरको घरमा आइयो ए घरमै ट्याक्कै ती राम्रो पहाडको घर हेर्नु घोडाघाटबाट लगभग म 7 बजे हिँडेको पछि 2.5 घन्टा लगभग लाग्यो यता कात्राङ गोत्रुङ गर्दाखेरि 3 घन्टा भनौँ ट्याक्क आइयो पहाडमा यति राम्रो हेर्नु यहाँ गरी महिना झन् एकदम राम्रो हुन्छ यसलाई हेर्नु त यस्तो हावापानी च्याट्ट यस्तो रुख बोट बिरुवा यति राम्रो ठाउँमा संरक्षण गरेर राख्नु पर्यो रहेछ उहाँ रहेछ ल पहाडको घर यति राम्रो खाना रेडी हुँदैछ त्यसपछि खाएपछि चाहिँ अनि हामी फेरि चितवन लाग्छौँ सो फाइनली है त म यता आइपुगेँ अहिले यो चढ्नै सकेन नानीहरू आउँदैछन्
यता यतातिर गऱ्यो भने त छिर्छ तर यो साइडै दिएन हेलो हजुर दाइ म यता रिसिङतिर रिसिङ कहाँ जाने कहाँ जाने ल म फोन हान्छु मैले अब क्या गोर्खा गोर्खा हुनुहुन्छ किरा पञ्चबली हो कि अझै पञ्चबली जस्तो ल सरले हिजो